प्रधानमन्त्रीको संसदमा सम्बोधनले पनि समस्याको समाधानको छ नि बाटो पनि तय गर्न सक्छ है। यसलाई हामीले नकारात्मक रूपमा मात्र नलिउँ। न भारतको विरोध गरेर देशमा विकास हुन्छ, न तपाईँको नेपालको विरोध भारतले गरेर न भारतमा प्रगति हुन्छ। पिलरहरू तलमाथि हुन सक्छ है। यताको मान्छे उता जाने, उताको मान्छे यता आउने होइन। केही जमिनहरू चाहिँ कसैले प्रयोग गर्ने, केही जमिनहरू हामीले पनि प्रयोग गरेर हुन सक्छ फेरि होइन। नेपालले आजको दिनमा भारतसँग संवादमा बसेर समस्याको समाधान खोज्नुपर्छ। संवादको विकल्प छैन। कूटनीतिक माध्यमबाटै समस्याको समाधान खोज्नु हामीले। मलाई विश्वास छ राष्ट्रिय समता पार्टीको सभापति रविलाल छानेजी भारतमा हुनुहुन्छ। उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दाखेरि, भारतीय उच्च पदाधिकारीहरूलाई भेट्दाखेरि पनि अब सीमा विवादलाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी हामी जानुपर्छ। यो मुद्दाले प्रधानमन्त्रीको संसदमा सम्बोधनले पनि समस्याको समाधानको छ नि बाटो पनि तय गर्न सक्छ है। यसलाई हामीले नकारात्मक रूपमा मात्र नलिउँ। बहसमा ल्यायो नि त विषयवस्तु। अब वार्ता हुन्छ, दुई पक्ष बिचमा वार्ता हुन्छ, संवाद हुन्छ, सहमति खोजिन्छ अनि समाधानतिर जान सक्छ। दीर्घकालीन रूपमा नेपाल भारत सम्बन्धमा सीमा विवाद टुङ्गियो भनेर दुवै पक्षका पदाधिकारी बसेर हस्ताक्षर गरे भने इतिहासमा त नाम लेखियो नि त। त्यो पनि अवसर छ। पर्दैन नेपाल तल पर्दैन। नेपाल भारत सम्बन्धमा समस्याहरू आइरहन्छ किनभने छिमेकी परिवर्तन गर्न सक्दैनौँ हामी। र म उग्र राष्ट्रवादको कुरा पनि गर्न चाहन्न फेरि यो देशमा। म समग्र विकासको पक्षमा उभिएको मान्छे। न भारतको विरोध गरेर देशमा विकास हुन्छ, न तपाईँको नेपालको विरोध भारतले गरेर न भारतमा प्रगति हुन्छ। दुई देश बीचको सम्बन्धलाई प्रगाढ बनाउने हो, सुमधुर बनाउने हो, हामीले लाभ लिने हो, हामीले विकासको यात्रामा अगाडि बढाउने हो, उन्नति र प्रगतिमा हामी अब अगाडि बढ्ने हो। आज आर्थिक कूटनीतिक यो देशको विकास र समृद्धिको लागि आवश्यक छ। आर्थिक कूटनीतिक अहिलेको सरकारले, दुईटै मतको सरकारले कूटनीतिक चातुर्यता देखाउनु पर्छ। कूटनीतिक चातुर्यता देखाएर र नेपाल भारत सम्बन्धमा आएका समस्याहरूलाई वार्ताबाट समाधान गरेर अन्यलताहरू सबै चिरेर गयो भने नेपालको प्रगति हुन्छ, विकास हुन्छ, नेपालले उन्नति गर्छ।